हेलो हेलो साथीहरू नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई सधैँ हामीले गरिने मेकअप जो मेकअप गरे जस्तो पनि नदेखियोस् हैन, अनि त्यसपछि राम्ररी पनि देखियोस् सिम्पल मेकअप गर्न तपाईहरुलाई देखाउँछु। सबैजनाले अन्तिमसम्म हेरिदिनु ल। सबैभन्दा पहिला चाहिँ हजुरहरूले बिहान फेस वास गरिसक्नुहुन्छ। मैले पनि फेस वास गरिसकेर आएको छु है। म चाहिँ पसलमा आएको। फेस वास गरे पनि हाम्रो फेसमा धुलोहरू बसिरहन्छ नि त। अनि यो टिस्यु पेपरले चाहिँ सरक्क फेस हजुरहरूले वाइप गर्नुस् ल। फोहोर अलिअलि हुन्छ नि त, सरक्क पुस्नुस् हैन। कपडाले पुस्दा नि हुन्थ्यो। फेस चाहिँ सफा राख्न जरुरी हुन्छ है। अनि फेस वाइप गरिसकेपछि चाहिँ हजुरहरूले चाहिँ सफा फेस राखेपछि मेकअप पनि गरेको पनि राम्रो सफा देख्छ नि त। ओहो मेरो चाहिँ कपाल पनि फुलेछ है। बुढेसकाल पनि लाग्यो हेर्नुस् न। एउटा कपाल स्टार्ट भएछ फुल्नु। अब यसलाई के गर्ने त। त्यसपछि चाहिँ मैले चाहिँ युज गर्ने देखाउँछु ल सिम्पलमा हजुरहरूलाई। मैले चाहिँ फेस वाइप गरिसकेपछि मेरो चाहिँ एकदमै ओपन पोर्सहरू छ नि त। अनि त्यसपछि ऑयली फेस छ एकदमै। त्यसको लागि चाहिँ मैले चाहिँ फर्स्ट चाहिँ फेसमा चाहिँ पुरै फेसमा चाहिँ टोनर लगाउँछु है। यसरी सबैतिर टोनर लगाउँछु हैन। अनि त्यसपछि यो टोनरले चाहिँ हजुरको फेसलाई टाइट पनि गर्छ। यसले चाहिँ हजुरहरूको फेस टाइट पनि गर्छ अनि ऑयल पनि आउन दिँदैन, सफा पनि राख्छ र फोरलाई चाहिँ हजुरहरूको जति पनि केमिकल भएको क्रिमहरू हुन्छ नि हजुरको यो छालाबाट भित्र छिर्न दिँदैन। यो टोनरको धेरै फाइदा छ। मैले चाहिँ एन प्लस को भिटामिन सी वाला टोनर युज गर्छु। त्यसपछि मजाले यो चाहिँ एकछिन चाहिँ हजुरहरूले यसलाई चाहिँ सुक्न छोडिदिनु पर्छ ल। एकचोटि फेसमा सुक्न पर्यो नि त। मजाले सुक्न दिनुस् हुन्छ नि। मजाले फेसमा सुक्न दिनुस् ल। एकछिन चाहिँ सुक्न दिन्छु कि म चाहिँ। यो सुकिसकेपछि चाहिँ राम्रो पनि देख्छ, साइन आउँछ कि तपाईहरुले सनक्रिमहरु जे लगाउँदाखेरि पनि एकदम ल हेर्नुस् यतिको भइसकेपछि सुकेर कस्तो राम्रो हुन्छ। फेस पनि एकदमै सफ्ट हुन्छ अनि साइन पनि आउँछ हेर्नुस् त। त्यसपछि चाहिँ मैले चाहिँ यो डट एन्ड की को सन क्रिम युज गर्छु जुन टिन्टेड वाला हो, फाउन्डेसन बेसको हुन्छ। लगाए जस्तो पनि देख्दैन, सिम्पल एकदमै राम्रो देख्छ। मैले चाहिँ यही युज गर्छु। आजकल चाहिँ मेरो एकदम फेभरेट भएको छ है यो। हजुरहरूले पनि एकचोटि युज गरेर हेर्नुस् एकदम राम्रो छ। मैले चाहिँ यो लगाउँछु है। मैले पुरै फेसमा अप्लाई गर्छु। यस्तो राम्रो छ नि यो। यति लगाउने, धेरै लगाउनै पर्दैन। यसलाई चाहिँ पुरै फेसमा के गर्ने, मेल्ट गर्ने है। आजकल चाहिँ मेरो एकदम फेभरेट भएको छ। यति राम्रो छ, यस्तो राम्रो फेस देखाउँछ यसले है। पुरै फेसमा चाहिँ अप्लाई गर्नुहोस्। यसलाई चाहिँ हजुरले फेसमा मात्रै नलगाउनुस् क्या, हल्का हातमा रहेको अमाउन्ट लिएर चाहिँ नेकमा पनि लगाइदिनु पर्छ। नत्र भने फेस र नेक चाहिँ छुट्टिन्छ नि त। यो सनक्रिम लगाउँदा चाहिँ धेरै नरगड्नु होला है। हल्का चाहिँ हल्का हेर्नुस् त यस्तो राम्रो देख्छ यसले। व्हाइट कास्ट पनि छोड्दैन अनि फाउन्डेसन लगाउनु पनि पर्दैन। सनक्रिमको पनि काम गर्यो, फाउन्डेसनको पनि काम गर्यो कि। एकदम सिम्पल कस्तो राम्रो साइन दिन्छ कि। यतिको सनक्रिम लगाउने कस्तो फ्रेस भए जस्तो हुन्छ क्या। मलाई चाहिँ सनक्रिम लगाउँदा फ्रेस भए जस्तो नि हुन्छ ल। यतिको देख्छ हेर्नुहोस् त, नेचुरल देख्छ नि, लगाए जस्तो देख्दैन। त्यसपछि चाहिँ मैले चाहिँ मेरो चाहिँ परेला एकदमै पातलो छ कि, अनि लगाउनै पर्छ। यो एउटा ब्रस लिन्छु। ब्रसमा चाहिँ हल्का चाहिँ पाउडर लिएर, हल्का ब्ल्याक पाउडर लिएर हल्का अमाउन्ट लिने। त्यसपछि मैले चाहिँ अप्लाई गर्छु हेर्नुहोस् ल। मेरो चाहिँ एकदमै पातलो छ नि त। अब धेरै गऱ्यो भने नि गरेको जस्तो देखिन्छ। त्यही भएर हल्का पछाडि पछाडि चाहिँ अलिक धेरै गाढा गर्नुहोस्, अगाडि चाहिँ राम्रो देख्दैन नि त। त्यही भएर यही अमाउन्ट लिएर चाहिँ हल्का
यतिको लगाए जस्तो पनि देख्दैन, यतिको गर्छ है। राम्रो देख्यो? यतिको धेरै गाढा राम्रो देख्दैन कि, डेलीमा यतिको ठिकै देख्छ। यो माथि पनि लाउनु भयो भने एकदम कालो ट्याटु जस्तो देख्छ, तर तल्लो लाइन मात्रै गाढा गर्ने, अरूमा चाहिँ नगर्ने कि, यतिको देख्छ। ल हेर्नुहोस् त, ठिक छ, यतिको देखेको छ है। मैले चाहिँ यो मिस 5 को आइब्रो, मिस 5 भन्ने कम्पनी है, यो कस्तो राम्रो छ कि 24 घन्टा मजाले बस्छ। यो आइब्रो लाइनर लगाउँछु, कस्तो राम्रो छ, 24 घन्टा नि बस्छ। यतिको देखेको छ होला। अघिको र अहिलेको फेस कति फरक देख्नु भएको छ है। सबैभन्दा पहिला चाहिँ म चाहिँ मेरो छुटाउनै नपर्ने, मलाई यो नलगाएसम्म एकदमै के लगाएन फेसमा के छैन जस्तो लाग्छ है। त्यो चाहिँ के होला अब हेर्नुहोस् है। यो चाहिँ मलाई चाहिँ नलगाइकन हिँड्नै नसक्ने है। यो चाहिँ मेरो फेभरेट टिका। मलाई यो टिका नलगाएसम्म के छुट्यो जस्तो लाग्छ कि है। त्यसपछि मैले गर्ने है, अरू केही पनि लगाउँदिनँ मैले। हल्का हजुरहरूलाई मस्कारा लाउन मन लाग्यो भने होइन, पातलो छ भने हल्का लगाइदिनुहोस् न, के छ त होइन, हल्का लगाइदिनुहोस्, कस्तो राम्रो देख्छ कि। नत्र मैले चाहिँ ऐनै नहेरी लगाएको कस्तो। यतिको मस्कारा लगाउँदाखेरि चाहिँ एक लेयर लगाउनुहोस्, अनि हल्का सुक्छ नि त, अनि हल्का सुकिसकेपछि अर्को लेयर लगाउनुहोस् कि यतिको देख्छ नि। मैले चाहिँ यो भोल्युम प्लसको मस्कारा युज गर्छु है, एकदमै राम्रो छ। अब फाइनल लुक दिनको लागि, फाइनल चाहिँ राम्री देखिनको लागि के छुट्यो भन्नुहुन्छ भन्दाखेरि छुटाउनै नहुने लिपस्टिक है। लिपस्टिक लगाएपछि मात्रै फेस खुल्छ। मलाई चाहिँ मेरो भदैले ल्याइदिएको यो अमेरिकाबाट मेबलिनको लिपस्टिक लगाउँछु। यसले चाहिँ मलाई चाहिँ फेरि रातो लाउन मन पर्दैन क्या। 24 घन्टा बस्छ। हेर्नुहोस् त मस्कारा कति मजाले लाग्यो। ल यो लिपस्टिक चाहिँ मेरो फेभरेट भएको छ है। म भदैलाई फेरि आइसम्म जाँदैन कि, 12 घन्टा 24 घन्टै बस्दिन्छ कि। मलाई मेरो आँखा अलिकति कस्तो चेप्टे डल्ले भएको जस्तो देखियो क्या। म अलिकति गाजर लगाएर अलिकति अलिकति तान्दिने कि यहाँनिर कस्तो देखियो क्या, छोटो आँखा जस्तो देखियो। ठिक देख्यो? मस्कारै माथि लागेछ। यति गरे चाहिँ अलिकति लामो आँखा देख्यो नि त। ल यतिको मेरो फाइनल लुक। यति भएपछि मेकअप गरे जस्तो खासै चाहिँ देख्दैन धेरै होइन, तर डन। मेरो मेकअप कस्तो लाग्यो हजुरहरूलाई? मेरो मेकअप कस्तो लाग्यो? म सधैँ यति नै हो गर्ने, धेरै गर्दिनँ मेकअप है। थ्याङ्क यू सो मच फर वाचिङ। थ्याङ्क यू सो मच। नमस्ते।